यो कुरा कसैले भन्दैन। यदि तपाईँ गर्भवती हुनुहुन्छ या तपाईँ सिएस गर्न जाँदै हुनुहुन्छ या तपाईँले सिएस प्लान गरिरहनु भएको छ या तपाईँ अलरेडी सिएस गरेर बस्नु भएको छ भने तपाईँले मसँग रिलेट गर्न सक्नुहुन्छ। मैले चाहिँ तपाईँहरूलाई डर देखाउन चाहेको होइन, मैले चाहिँ तपाईँहरूलाई जस्ट बी रेडी भनेर चाहिँ अवेर गराउन चाहिँ चाहेको। एज अ नर्स मलाई थाहा थियो सी सेक्सन कति गाह्रो हुन्छ, कति पीडा हुन्छ, कति कम्प्लिकेसन छ भनेर होइन। तर एज अ मदर मैले चाहिँ त्यो एक्सपिरियन्स गरेँ होइन। डे 2 अफ सिएस मेरो फर्स्ट वक, ओ माई गड, आई कान्ट एक्सप्रेस कि कस्तो पीडा थियो भनेर होइन। जब मलाई अब तपाईँ हिँड्नलाई उठ्नुहोस् भन्नुभयो नर्सले होइन मलाई, म बेडबाट चल्न पनि सकेको थिइनँ कि। उहाँहरूले मलाई हेल्प गरेर मेरो खुट्टा तल राखिदिनु भयो अनि उठ्नुहोस् भन्नुभयो है। लिटरली म उठ्न पनि सकेको थिइनँ कि। म ट्राई गरेँ है, उठ्नै सकिनँ। अनि मेरो हस्बेन्ड र मेरो नर्स मिलेर चाहिँ मलाई उठाउनु भयो। अनि नेक्स्ट आइसी कि सबै फ्लोरभरि ब्लड छ कि। इट वाज माई है। अनि त्यसपछि यति डिस्करेज भयो कि त्यो फर्स्ट वाक त म लिनै सक्दिनँ जस्तो भयो होइन। तर एज अ नर्स आई नो त्यो फर्स्ट वाक कति इम्पोर्टेन्ट छ भनेर होइन, कति चाँडै वाक गर्नुपर्छ, आफूलाई एम्बुलेट राख्नुपर्छ भनेर कति थाहा छ। तर एज अ मदर जब आई एक्सपिरियन्स द्याट होइन, इट वाज अ वर्स्ट पेन क्या। कति धेरै काँडाले चुबेको जस्तो यस्तो डिफिकल्ट भएको थियो कि त्यो फर्स्ट पाइला। आई कान्ट एक्सप्रेस त्यो फिलिङ्स अहिले पनि होइन। अहिले नै सम्झिँदाखेरि मलाई डर लाग्छ कि नेक्स्ट बेबी प्लान गर्नको लागि। अनि मैले त्यतिखेर मेरो हस्बेन्डलाई पनि भनेँ कि लाइक हाउ कसरी लाइक हुन्छ नि सेकेन्ड बेबी उनीहरूले प्लान गर्छ, कसरी मान्छेले सेकेन्ड बेबी प्लान गर्छ, कसरी दे थिङ्क अफ गेटिङ इन्टु दिस सिचुएसन अगेन भनेर चाहिँ मैले भनेको थिएँ क्या। आई स्टिल रिमेम्बर। अनि उसले चाहिँ यु नो यो टाइम अनुसार फर्गेट हुँदै जान्छ। यतिखेरसम्म त क्याथेटर पनि निकालिसकेको थियो। सो आई ह्याभ टु पी होइन। अनि